हेर्नुहोस् त उहाँ दाजुलाई उहाँको श्रीमतीले चाहिँ धेरै चकचक गर्यो भनेर चाहिँ मोबाइलको अगाडि चाहिँ लाइभ बसाइदिए जस्तो गरेर अगाडि राखिदिनु भएको छ है। उहाँले चाहिँ म अगाडि बस्दिनँ, मोबाइल सोबाइल फुटालिदिन्छु भन्दै हुनुहुन्छ। एकैछिन उहाँ दाजुको रमाइलो कुरा सुन्नुहोस्। एकैछिन मेरो बुढा हेरिदिनु ल, म यसो बाहिर गएर आइहाल्छु। धेरै बेर भयो, चुप्प लाग्यो। त्यो मान्छेले के भन्छ पक्राइदिनु बस्नु त्यहाँ। के गरेकोलाई मोबाइल ठडाएर लाइभ भयो। के गरेको मैले मोबाइल सब फोडिदिन्छु गरेर मैले रिस उठाएँ। बोलाइ यसको बोलाइ यो बोलाइ मोबाइल फोडिदिउँ। केटी मलाई पनि पागल भन लाइभ हो कि के हो यो खास मोबाइल